हेलो गाइस, स्वागत छ सबैलाई मेरो च्यानलमा। आज चाहिँ मेरो सानो छोराको बर्थडे बोय। कस्तो लागिरहेछ हजुरलाई? छोराको बर्थडे, सानो छोराको बर्थडे एकदम खुसी लागेछ। ह्यापी बर्थडे मेरो सानो छोरालाई। धेरै प्रगति गरोस्, राम्रो इज्जत कमाओस्, नाम कमाओस्। गुड लक। कस्तो लागेछ? खुसी। अब सानो छोराको यो हामीले यहाँ मनाउने अब अहिले यो साल मात्रै हो, अर्को सालदेखि अब अस्ट्रेलियामा मनाउँछ। अहिले चाहिँ भव्य अब सानोतिनो रमाइलो खुसी गरेर मनाऊ भनेर। रुनु भएको? रोइन, खुसियाली के रुनु। कस्तो लागेछ? राम्रो। मेरो कान्छा नातिको बर्थडेमा खुसियाली खुसी लाग्यो धेरै। कति सालमा यहाँ आफ्नै घरमा आएर बर्थडे मान्नु आयो मेरो सानो नाति। धेरै खुसी भएको छ। नातिनीको अस्ति नै नातिनी पनि आइपुग्यो। जनै धेरै खुसी भयो। नातिनीको बर्थडेमा चाहिँ म जानु पाइनँ, काठमाडौँमा मान्यो। यहाँ आइपुगेर खुसी छ। कस्तो लागेछ? स्पेसल लाग्यो। लगाएको त्यति हो। यो त बसेर राम्रो लाग्यो भने बुझ्नु पर्छ है, बुझ्नु ल भयो
गाह्रो भयो कछु गाह्रो अब बर्थडे मनायो केक खायो स्ट्रगल गर्यो बर्थडे मनाए आफ्नो बर्थडे माने आफै काम गर्ने अर्को बर्थडे माने उही काम गर्ने ओ यहाँ सानो सबभन्दा सानो नातिनी नक्कली नक्कली माया हाई गाइस न्युची आज चाहिँ न्युचीलाई छोडेर हामी चाहिँ काठमाडौँ जाँदैछौँ हामी चाहिँ न्युची बिरामी पनि छ कजुले बिरामी भएको त छैन यस्तो माया गर्छ आज चाहिँ हामी काठमाडौँ जाँदैछौँ कस्तो काली रहेछ 10-15 दिनको गोर्खा बसाइ रमाइलो नै भयो अब गोर्खा छोडेर काठमाडौँ जाँदैछौँ बाई गोर्खा गाइस अब ट्याक्सी पनि आयो रेडी भइसक्यो अब यो ट्याक्सीमा चाहिँ हामी 12 किलोसम्म जान्छौँ अनि 12 किलोबाट चाहिँ हामी गाडीमा जान्छौँ बाई सुरुङ मार्गको जाममा फसेर गाइस अब कतिखेर पुग्छ नागढुङ्गा सोरुम मार्ग ट्राफिक नागढुङ्गाको उकालोको ट्राफिक जाम